म्याथ सिक्नलाई मैले टिग्रा यहाँ आएर सिक्छ त टिग्रा मैले त्यो बहिनीको टिग्रा यहाँ म्याथ सिक्नलाई कापी कलम राखेर सिक्नु पऱ्यो क्या मैले अनि यहाँ टिग्रा यसो भेटाएर हानु भने जस्तो सिकाउने आधा पहिरो छ अहिले हेर यो मैले नेताहरूले भुटेर दिमाग बुढीले भुट्छ दिमाग रड भइजाउँछ मैले म्याथ सिक्ने भनेर सुने अब कौन है ये लोग कहाँ से आते हैं अनि सिक्ने हुनु पनि मैले टिग्रा यहाँ ढ्याङ राखेको त्यो यो हात्तीको जस्तो टिग्रा यहाँ झुन्ने रहेछ त्यो कसो ढलेन अनि त्यहाँबाट म्याथ सिक्नु भने त्यसो हुन्छ टेबल हुनु पर्यो या चाहिँ कम्प्युटर हुनु पर्यो म्याथ सिक्ने भनेर यसो गरेर चाहिँ मान्छेले मैले पनि बुझ्छु कि टिग्रा भिडा चाहिँ ठोक्ला हो क्या भने कि सिक्नेलाई सिक्ने भन्दा थालेछ मैले सत्य कुरा गरेको मैले भनेको सुन हिसाब सिक्ने भने राख्न सक्दैन गणित पनि भयो हिसाब सिक्ने भने राख्न सक्दैन म्याथ भनेपछि म्याथ अनि सिक्ने मारो मुझे मारो नहीं ये मजाक हो रहा है यो मैले लाटो देशमा गाँठ टन्ने भएर कुन दिन मैले गाएको गीत पनि रुन सक्छ म्याथ सिक्ने भए बेलुका घरमा आए अनि बेलुका घरमा किन म्याथ सिक्नु दिउँसो सिक्नु परेन बाबु ल भन्थ्यौँ भन्दा टिग्रा हालेर म्याथ सिक्नु भन्ने हुन्छ अनि हामीले के सुन्छ टिग्रा हालेर चाहिँ म्याथ सिक्नु भनेर राखेर मैले त्यो भने